टिकाको सामान सबै रेडी। Hello everyone, welcome back to my YouTube channel. After long time, first time हैदराबाद में भाइटिका तिहारको तयारी गर्दैछु। आज सेलरोटी हाल्ने हो, भोलि हो तिहार। आज चाहिँ अब मालाहरू गराउने, रोटीहरू गराउने, रेडी गर्ने तयारीमा छु। भिडियो लास्टसम्म हेर्नु होला। मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब पनि गर्नु होला। सेलरोटी गराउनको लागि पिठो माडेर राखेको। अब कस्तो बन्ने हो रोटी चाहिँ थाहा छैन। पन्जाबको भिडियो चाहिँ हेर्नुभयो नि, राम्रो बनेथ्यो, मिठो पनि थियो त्यहाँको सेलरोटी। तर यहाँको के कस्तो हुन्छ भिडियो लास्टसम्म हेर्नुभयो भने थाहा भइहाल्छ है। सेलरोटी चाहिँ राम्रै बन्यो, पाला ठुलो भएर ठुल्ठुला भएन रोटी पनि, अनि मिठो टेस्टी पनि भएको छ। पन्जाबमा बनाउँदाखेरि त्यो सानो थियो, पाला सानो थियो भने यहाँ ठुलो पाला भएर ठुल्ठुला मिठा मिठा रोटी बनाएँ र सकेर अनि अब माला हुने। माला चाहिँ दुईवटा गराएको, एउटा दाइलाई अनि एउटा मलाई। माला पनि अलमोस्ट कम्प्लिट भइसक्यो। तिहारको रेडी भएको हो। टिका लाउने मान्छे कहाँ छन्, अत्तो छैन। सेलरोटी अनि अझै भात मात्र बाँकी छ। रेडी भएर बस्या हो। 12 बजेर पार भइसक्यो। सबैले टिका लाएर हिँड्ने छन्। अब हामीले पनि लगाउने हो थोरै समयपछि। गजरा लगाएको फर्स्ट टाइम, रियल गजरा है, रियल गजरा। टिका लाउने तयारी हुँदैछ, सामानहरू रेडी गरेको। त्यस्तो गर्ने होइन नि, उसले उ गरेपछि त हुन्छ। टिका लाउने बेलाको स्टोरी लाउने। ओके। अब हाम्रो टिकाको सामान सबै रेडी भइसक्यो। अब टिका लाउने हो। यो गर फाल्नलाई हो। यहाँ चाहिँ टिकाहरू रेडी गरेको। यता माला, यता कलश, सेलरोटी, केरा, के अरे दाइ ल अब टिका लगाइदिए। फाइनली टिका लगाउने रेडी भएँ। यो कलश घुमाएर अनि यो गर फाल्ने पनि घुमाएर राखेर आएर अनि टिका लगाइदिएँ दाइलाई। अनि टिका चाहिँ त्यो रेडिमेड पुरा के सिङ्का सहितै भएको डिब्बा पाइयो, सबै कलर भएको। अनि यतातिर चाहिँ त्यो फुक्का पाइएन, अनि त्यही रेडिमेड थियो, त्यही टिका लगाइदिएँ दाइलाई मैले राम्रोसँग। अनि अचानक टिका लाउने बेला फेरि दाइलाई खोकी लगाएर खै के भयो पनि खोकाइ गरेको थियो। अनि हामी टिका सिका लगाएर भ्याएर दाइलाई मैले टिका लगाइदिएँ। अनि माला पनि लगाइदिएँ। माला चाहिँ ठिकै भएछ, म त धेरै ठुलो भयो कि भन्नु भएन। अनि दाइको गिफ्ट पनि दिएँ दाइलाई। अनि त्यसपछि मिठाई राख्न ल्याउन भुलिरहेछु। अनि सेलरोटी खिलाइदिएँ दाइलाई। अनि दाइलाई पनि खायो मिठो मानेर सेलरोटी। त्यसपछि हामीले फोटो खिच्यौँ दुईजनाको, ह्यापी तिहार भनेर। मैले टिका मलाई लगाइदिएको थिएन दाइले, नलाउँदै एउटा फोटो पनि खिचौँ भनेर अनि खिचेको फोटो। अनि फोटोसोटो खिचेर भ्याएपछि अनि अब दाइले मलाई टिको लगाइदिन लायो। अनि यो फेरि ढक्कन खुलेन भनेर अनि मैले खोल्दै दिँदै गर्थेँ। कुनैमा चाहिँ आफै खोलेको थियो। अनि खोलेर अनि दाइले पनि मलाई टिका लगाइदियो। तर भिडियो चाहिँ लास्टसम्मको चाहिँ नभएको रहेछ। बनाउनु भनेको, बनाइदिने मान्छेले लास्टसम्म चाहिँ नहोइनछ बनाइदिएको। जस्ट टिका लगाएको मात्र भिडियो भयो। अनि त्यसपछि खाएर पिएर हामी बाहिरतिर घुम्न गयौँ। राति पखाता नेपालीहरू हेर्नु न, यसरी इन्डियामा भैलो खेल्दै हिँडेका, जहाँ नेपाली त्यही खोजी आएर लयो 1500 2000 हो कि 2500 जति पैसा लिएर गए। तर रमाइलो भयो। एकछिन आएर नाचेर देउसी भैलो गरेँ। फर्स्ट टाइम हैदराबादमा भाइटिका मनाइयो।
भाइटिका चाहिँ राम्रै भयो तिहार हैदराबादमा। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। फर्स्ट टाइम मेरो च्यानलमा भिजिट गर्नुभएको हो भने च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नुहोला, कमेन्ट पनि गर्नु है। ह्याप्पी भाइ तिहार एभ्रिवान। थ्याङ्क्स फर वाचिङ। बाई।